जटिल अथवा चाहिँ भनौँ न अलिक पीडादिने हिसाबले भएको विषयलाई चाहिँ हामीले नेपाल प्रहरीको साइबर ब्युरोमा रिपोर्ट गर्नुपर्छ म्याडमले चाहिँ सबैलाई जानकारी पनि होस्। साइबर ब्युरोमा छुट्टै यो चाहिँ साइबर ब्युरो भनेको मेनली साइबरलाई प्रयोग गरेर हुने घटनाहरू अथवा त्यसमा हुने आपराधिक गतिविधिलाई सम्बोधन गर्नलाई गठन भएको सङ्गठन हुनाले त्यहाँबाट पहिला हामीले ट्रिट गर्नुपर्छ होला भन्ने मैले अनुरोध गरेँ। त्यसपछि एउटा तेस्रो प्रश्न थियो, उहाँले नाम भन्नु भएन, नियमन र नियन्त्रणको कुरा उठाउनु भएको थियो। वास्तवमा नियन्त्रण गर्नु हुँदैन अहिलेको जमानामा, अहिलेको लोकतान्त्रिक समाजमा होइन, नियमन गर्ने नै मुख्य विषय हो। तर अब कति कुरालाई चाहिँ स्वतन्त्रता भन्ने, कति कुरालाई चाहिँ अब तपाईँको होइन स्वच्छताको नाममा त्यो अब बर्बरता अथवा चाहिँ भनौँ न अराजकताको एउटा लाइन चाहिँ हामीले बुझ्नुपर्छ होला। सभ्य समाजले निर्धारण गर्ने विषय रह्यो त्यो होइन। अब यो कानुनी राजनीतिक विषय भन्दा पनि यो चाहिँ सामाजिक विषय रह्यो नेपालको सन्दर्भमा। र होइन दिशानिर्देशन भनेको छ भन्दा चाहिँ यो लाइभ डकुमेन्ट हुनाले त्यो त आवश्यकता अनुसार त्यसमा विचार गरेर जानपर्ने विषयहरू हुन्छ। त्यसमा आवश्यकता अनुसार हामीले चाहिँ भनौँ न त्यसमा संशोधन परिमार्जन गर्न सक्ने अवस्था रहन्छ नै। र अहिले सामाजिक सञ्जाल विधेयक आउनु भन्दाखेरि सामाजिक सञ्जाललाई व्यवस्थापन गर्ने निर्देशिका पनि थियो। त्यसमा मुख्यतः यो सामाजिक सञ्जाल प्लेटफर्महरू जति पनि छन् त्यो चाहिँ नेपालमा दर्ता हुनुपर्छ भन्ने कुरा ठिकै जस्तो लाग्छ मलाई। किन भन्दाखेरि कन्ट्याक्ट त गर्नु पऱ्यो नि त होइन। यहाँ उसले काम गरिरहेछ भने के कस्ता कामहरू भइरहेछ भने रजिस्टर हुनुपर्छ र पोइन्ट अफ कन्ट्याक्ट पिओसी हुनुपर्छ भन्ने त्यसमा थियो। त्यसले साँच्चै नै राम्रो गर्छ जस्तो लाग्छ। कुनै पनि कन्टेन्ट चाहिँ अब ग्लोबल हिसाबले अरूलाई बेठिक लाग्ने हुँदैन, अरूलाई ठिक लाग्ने कुरा नेपालको सन्दर्भमा बेठिक हुनसक्छ। हाम्रो सामाजिक होइन स्ट्रक्चर अनुसार त्यो कुरालाई म्यानेज गर्नलाई पोइन्ट अफ कन्ट्याक्ट हुनुपर्छ भन्ने व्यवस्था थियो। त्यो राम्रो जस्तो लाग्छ। र अहिले आएको नयाँ विषयमा पनि अब यो विचाराधीन विषय रह्यो होइन, संसदमा पनि छलफल भइरहेको विषय हुनाले त्यसमा सल्टेर अथवा त्यसलाई राम्रो हिसाबले आउँछ होला जस्तो लाग्छ। अर्को चौथो प्रश्न एउटा रोका मित्रले सोध्नु भएको थियो, इन्टरनेट एकदमै स्लो छ, म आफै पनि प्रणालीबाट प्रतिनिधित्व गर्छु भन्नुभयो हो। त्यो कुरा एकदमै सही हो। हाम्रो देशै फेरि भौगोलिक रूपमा अलिकति विकट मानिन्छ होइन, भौगोलिक स्ट्रक्चर हामीलाई च्यालेन्जिङ छ। त्यसमा एनटिएले हाम्रो चाहिँ दूरसञ्चार प्राधिकरणले देशैभरि सबै ठाउँमा इन्टरनेटको सेवा वायर तथा वायरलेस माध्यमबाट पुर्याउने भनेर कामहरू गरिरहनु भएको छ उहाँले होइन। अब त्यो हिसाबले त्यसमा इन्टरनेटको क्वालिटीको इस्युहरू छन्, उहाँहरू उठाउनु कुरा जायजै हो होइन। चल्दा नेट जाने, स्लो हुने, रातितिर नचल्ने लगायतका कुराहरू छन्। त्यस्ता कुराहरूलाई हामीले सुधार गर्दै लैजानुपर्छ होला।